गरिरहे, जनताको माझमै उभिएर काम गरिरहे, सदैव आफ्नो पदप्रति वफादार भए, सदैव आफ्नो जनता र राष्ट्रका लागि वफादार भइरहे। त्यसै कारण चौतर्फी प्रशंसा हुन पनि थाल्यो। आफूले गरेको कामको सकारात्मक प्रभावहरू देख्न थाले। त्यसपछि राष्ट्र विकास भएको हेर्न नचाहनेहरू, काम गरेको देख्दाखेरि बत्ती पोल्नेहरूका लागि मेरो कामले गर्दाखेरि पोल्न थाल्यो र चौतर्फी आक्रमण गरेको मैले आफूले पनि महसुस गर्न थाले। निरन्तर रूपमा आक्रमण भइरहेको छ। मैले गरेको काम र यो जनताप्रतिको उत्तरदायित्व देशभित्र मात्र होइन, सहरभित्र मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा पनि यसलाई रेकग्नाइज गर्न थाल्यो। संसारका विभिन्न मुलुकहरूले, विभिन्न मुलुकका सरकारहरूले नै निमन्त्रणा पठाएर काठमाडौँमा गरेको राम्रो अभ्यास, राम्रो काम र अनुभव साट्नका लागि निमन्त्रणा गर्नुभयो। संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम, अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहे। त्यसले पनि धेरैलाई पोल्यो। कुनै आधारबिन लेख्नलाई पनि छेकेन, जथाभावी बोल्नलाई पनि छेकेन, जथाभावी कमेन्ट गर्नलाई पनि छेकेन। आक्रमण निरन्तर गरिरहे। त्यो आक्रमण गर्ने व्यक्तिहरू राष्ट्र विरोधीहरू हुन्। त्यस्ता तत्त्वहरू, राष्ट्र विरोधी तत्त्वहरू सल्बलाइरहेका छन्। अहिले संसारभर नेपालको नाम उच्च राख्न सफल बनेकी छु। यङ ग्लोबल लिडरको रूपमा चयन भएकी छु र यो चयन भइरहँदाखेरि यो व्यक्तिको लागि मात्र होइन, राष्ट्रको लागि हो, देशका सम्पूर्ण युवाहरूको लागि हो। युवाले काम गर्न सक्छ, नेपाली युवाहरू अघि बढ्न सक्छ र राष्ट्रिय रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा आफ्नो ठाउँ बनाउन सक्छ भन्ने उदाहरण हो।